मिटिङ कन्फर्म गरेर लोकेसनमा पुगेपछि 2-3 घन्टा अझै वेटिङ। उफ, यो नै हो दुबई रियल इस्टेटको ट्रु स्टोरी। बिहान बिहान अफिस के जाँदै थिएँ, एक्कासी मलाई कल आयो कि बहिनी हाम्रो आज रातिको नि फ्लाइट हो, त्यही भएर 2-3 घन्टा टाइम दिएर हामीलाई एउटा दुइटा प्रपर्टी देखाइदिनु भनेर। त्यसपछि मैले ओके हुन्छ, मलाई लोकेसन सेयर गरिदिनु, म आउँछु भने। लोकेसनमा पुगेपछि उहाँहरूको एक्कासी कल आयो कि सरी बहिनी, हाम्रो डकुमेन्टेसन काम चाँडै सकिन्छ होला भनेको त यहीँ हामीलाई 2 घन्टा लाग्ने भयो भन्नुभयो। अरे अब त्यहाँ पुगिसकेको मान्छे के फर्केर आउनु भनेर मैले त्यही नै आफ्नो फलोअप्सहरू गरेँ। आई अर्डर ब्रेकफास्ट एन्ड देन हामीले खायौँ। टाइमको सदुपयोग त गर्नै पर्यो होइन। अनि त्यसपछि मैले एउटा कन्टेन्ट पनि सुट गरेँ जुन मैले पोस्ट गरिसकेको छु। अनि अलमोस्ट 3 घन्टापछि उहाँहरू आउनुभयो अनि उहाँहरूको रिक्वायरमेन्ट र बजेटको हिसाबले प्रपर्टीहरू मैले सजेस्ट गरेँ उहाँलाई। सो अनि उहाँहरूसँग म गएँ डिएलआरसी लोकेसन देखाउनको लागि। लोकेसन एकदमै मन परेपछि हामी आयो बिजनेस बे हेड अफिसमा। उहाँहरूलाई लेआउटहरू सबै देखाइसकेपछि फाइनलाइज गरिसकेपछि बे स्क्वायरबाट हामी निस्कियौँ। अनि यस्तो थकित दिन थियो नि, यसको एन्ड हामीले गऱ्यौँ मिठो 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 नेपाली खानाबाट। सो बाई बाई, गुड नाइट, सी यू टुमोरो।